यो महिनामा 5 वटा आइपिओ खुल्दैछ। जुन आइपिओ भर्नको लागि 5000 पैसा रेडी गरेर राख्नुहोला। सो कुन कम्पनीको आइपिओ खुल्दैछ र कति गते खुल्दैछ त ती सबै कुराहरूको बारेमा तपाईहरुलाई यो भिडियोमा जानकारी दिनेछु। आइपिओ खुलाउने पहिलो कम्पनी रहेको छ याम्बालिङ हाइड्रो पावर लिमिटेड। यस कम्पनीको आइपिओ भने वैशाखको 16 गतेदेखि 22 गतेसम्मको लागि बिक्री खुला हुनेछ र सर्वसाधारणको लागि बिक्री खुला गर्दैछ। त्यसैले सबैले भर्न मिल्नेछ र कम्पनीले सर्वसाधारणको लागि भनेर 17,43,000 किता शेयर खुलाउनेछ। प्रति किताको मूल्य 100 रुपैयाँको दरले खुलाउनेछ। सेक्टर हाइड्रो पावरमा पर्छ भने यसको लागि इस्यु म्यानेजरको रूपमा चाहिँ मुक्तिनाथ क्यापिटल लिमिटेडलाई राखिएको छ। र त्यसैगरी आइपिओ खुलाउने अर्को कम्पनी रहेको छ एभरेस्ट कलर लिमिटेड। यस कम्पनीको आइपिओ पनि वैशाखको 16 गतेदेखि वैशाखको 22 गतेसम्मको लागि बिक्री खुला हुनेछ र यो चाहिँ पहिलो चरणको आइपिओ। त्यसैले वैदेशिक तर्फबाट मात्रै भर्न मिल्नेछ र वैदेशिक तर्फको खुलेर बाँडफाट भइसकेपछि मात्रै दोस्रो चरणमा चाहिँ सर्वसाधारणको लागि बिक्री खुला हुनेछ र कम्पनीले वैदेशिक तर्फको लागि 79,000 किता शेयर छुटाएको छ। प्रति किताको मूल्य 100 रुपैयाँको दरले खुला हुनेछ र सेक्टर भनेको म्यानुफ्याक्चर एन्ड प्रोसेसिङमा पर्छ र यसको लागि इस्यु म्यानेजरको रूपमा चाहिँ मुक्तिनाथ क्यापिटल लिमिटेडलाई राखिएको छ। र त्यसैगरी आइपिओ खुलाउने अर्को कम्पनी रहेको छ माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेड। यस कम्पनीको पनि पहिलो चरणको आइपिओ खुल्दैछ। त्यसैले पहिलो चरणमा वैदेशिक तर्फ र स्थानीय तर्फको लागि बिक्री खुला हुनेछ। वैदेशिक तर्फको लागि यो आइपिओ कम्पनीले वैशाखको 17 गतेदेखि वैशाखको 23 गतेसम्मको लागि बिक्री खुला गर्नेछ। वैदेशिक तर्फको लागि भनेर कम्पनीले 1,72,000 किता शेयर छुटाएको छ। प्रति किताको मूल्य 100 रुपैयाँको दरले सेक्टर हाइड्रो पावरमा पर्छ र यसको लागि इस्यु म्यानेजरको रूपमा चाहिँ एनआइएमबिएस क्यापिटल लिमिटेडलाई राखिएको छ। र त्यसैगरी स्थानीय बासिन्दाको लागि कम्पनीले वैशाखको 17 गतेदेखि वैशाखको 31 गतेसम्मको लागि आइपिओ बिक्री खुला गर्नेछ र कम्पनीले स्थानीय बासिन्दाको लागि 8,60,000 किता शेयर छुटाएको छ। स्थानीय कोटाबाट भर्नेहरूले चाहिँ 10 किता भन्दा धेरै कति सक्नुहुन्छ धेरै भर्नु होला, किनभने धेरै भर्दा पनि पर्ने सम्भावना हुन्छ र वैदेशिक तर्फबाट भने 10 किता मात्रै भर्नु होला, त्यो भन्दा धेरै भरेर कामै छैन। र त्यसैगरी आइपिओ खुलाउने अर्को कम्पनी रहेको छ सर्वोत्तम पेन्ट्स लिमिटेड। यस कम्पनीले पनि वैदेशिक तर्फकै लागि बिक्री खुला गर्दैछ र यो सकेपछि मात्रै सर्वसाधारणको लागि दोस्रो चरणमा बिक्री खुला गर्नेछ। कहिलेदेखि खुल्दैछ त्यो अपडेटहरू पाउनको लागि चाहिँ हामीलाई फलो गरेर राख्नुहोला। र कम्पनीले वैदेशिक तर्फको लागि यही वैशाखको 21 गतेदेखि वैशाखको 24 गतेसम्मको लागि आइपिओ बिक्री खुला गर्नेछ र वैदेशिक तर्फ कम्पनीले 85,000 किता शेयर छुटाएको छ। प्रति किताको मूल्य 100 रुपैयाँको दरले खुला हुनेछ। सेक्टर भनेको म्यानुफ्याक्चर एन्ड प्रोसेसिङमा पर्छ र यसको लागि इस्यु म्यानेजरको रूपमा चाहिँ ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई राखिएको छ। त्यसैगरी आइपिओ खुलाउने अर्को कम्पनी रहेको छ टक्सार पिखुवा खोला हाइड्रो पावर लिमिटेड। यस कम्पनीले वैशाखको 23 गतेदेखि 28 गतेसम्मको लागि आइपिओ बिक्री खुला गर्नेछ र यो आइपिओ चाहिँ दोस्रो चरणको आइपिओ। त्यसैले सर्वसाधारण यानि कि सबैले भर्न मिल्नेछ। कम्पनीले सर्वसाधारणको लागि 25,15,455 किता शेयर छुटाएको छ र प्रति किताको मूल्य 100 रुपैयाँको दरले भर्न मिल्नेछ। सेक्टर हाइड्रो पावरमा पर्छ भने यसको लागि इस्यु म्यानेजरको रूपमा चाहिँ प्रभु क्यापिटल लिमिटेडलाई राखिएको छ। सो यी 5 कम्पनीको आइपिओ चाहिँ अब यो महिनाभित्रमा खुल्दैछ र यसपछि पनि अरू थुप्रै कम्पनीहरूको आइपिओ चाहिँ आउनेवाला नै छ। अब बिस्तारै डेटहरू एनाउन्सहरू गर्दै जानेछ। सो आइपिओ सम्बन्धित अपडेटहरू थाहा पाउनको लागि चाहिँ हामीलाई फलो सब्सक्राइब गरेर चाहिँ राख्नुहोला।